होला है है हेरेर आउँछ त्यही त है त्यही पोजिसन हेलो एभ्रिवान वेलकम टु माई भिडियो आज चाहिँ म युट्युबमा चाहिँ एकदमै धेरै समयपछि भिडियो पोस्ट गर्न जाँदैछु सबैजनाले हेरिदिनु होला लगभग 1 वर्षपछि भिडियो पोस्ट गर्न लागेको छु टुई हामी चाहिँ यसरी हिँड्दैछौँ गाडी बसस्ट्यान्डसम्म जानको लागि बस स्टेसनसम्म जानको लागि हामी यसरी चाहिँ भर्खर झरेर गाडीबाट झरेर हिँड्दैछौँ यतातिर चाहिँ भर्खरै पानी परेको अवस्था रहेछ तर यता हेर त वाउ लुकिङ लाइक अ वाउ बाटो चाहिँ भर्खर पानी परेर यस्तो भएको छ मकै खाएर माथि पनि बस्छु अनि फुल आउँदैन नि त ल हिँड कहाँ हिँड तिमी म ब्याग पनि गरिदिन्छु ल लाली गुराँस तर एउटा पनि देखेकै छैन यहाँनिर हामी आइपुग्यौँ यताबाट जा बस मिलाउनु त पऱ्यो के अरे यहाँ ल ए 1 नम्बर त पानीको बोट होइन एउटा अड्याउने केले अड्याउने होला यो ब्याग एउटा स्ट्यान्ड ओइ नफाल नि त्यसरी अहिले तिमी र मैले फाल्ने के त्यस्तो थाले पनि ल्याइन्छ सबै थालेको देखान त यहाँबाट ल्याउनुपर्छ यहाँ ल्याउँछ बोले मैले पानी उसले एउटा केरा सकाइसक्यो ऊ चाहिँ एकदमै हेल्थ के भन्छ अरे त्यसलाई कन्सर्न आई थिङ्क त्यस्तो चाहिँ नभने म जे पनि खान्छु जङ्क फुड पनि खान्छु नि अनि उसले चाहिँ यस्तो यस्तो चिजहरू मात्रै खान्छ कि त्यही भएर मैले पनि सङ्गत उसको गरेको भएर कस्तो मिठो आयो लाली गुराँस यहाँनिर चाहिँ लाली गुराँस छ त्यहाँनिर लाली गुराँस फुल फुलेको छ तर एउटा मात्रै बोट छ त्यसैले टाढाबाट हेर्ने हामी चाहिँ यतिखेर खानेकुरा खाजासाजा खाएर त होइन यहीँ भ्याएको केही खान सकेन हामीले नकिने भने हुने रहेछ बेकारमा बित्थामा किनेर बोक्न मात्रै भयो अनि हामी चाहिँ अहिले उता त्यो खुट्टा हल्लाउने ठाउँमा पुलमा गएर फोटो खिच्ने भनेर जानु लाग्यो अब त्यो पुल कहाँनिर हो थाहा छैन अब जाँदैछौँ त्यो बगैँचा हो कि त्यहाँ फुलै फुल छ अनि अब हामी चाहिँ खुट्टा हल्लाउने ठाउँमा जाँदैछौँ है त त्यसमा चाहिँ खुट्टा हल्लाएर फोटो खिच्ने ठाउँमा जान लाग्यो तर हामी यी लाली गुराँस चाहिँ देख्यौँ अरू चाहिँ हामीले देख्न पाएनौँ त्यस्तो छ कुराकानी जिन्दगीको कुरो ओ त्यहाँ रहेछ क्या होइन ओ यस्तो राम्रो फुलै फुलको बगैँचामा हेर त वाउ छ तर यहाँ फोटो भिडियो खिच्नेको कति राम्रो देखेको फुल लाली गुराँस हामी गोदावरी घुमेर चाहिँ अब घर फर्किँदैछौँ जसले मेरो भिडियो हेर्नुभयो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई